हेलो गाइज नमस्ते। म चाहिँ अहिले जाँदैछु कोरमाङ्लासम्म र कोरमाङ्ला जान्छु या त एचएसआर जान्छु या त आगरा जान्छु, कहाँ छैन थाहा छैन अहिले। र तपाईँले एकछिनमा थाहा पाइहाल्नुहुन्छ म कहाँ गएको थिएँ र किन गएको थिएँ भनेर। र यो चाहिँ हो बेङ्गलोर सर्जापुरा रोड र यहाँ देख्न सक्नुहुन्छ यहाँ बन्दैछ एकदम हिरोको सोरुम। र यो जग्गा अहिले एकदमैसँगले पुरा डेभलप भइरहेछ। पहिले यो जग्गा खासै डेभलप थिएन, पहिले यस्तो रोडहरू पनि यहाँ थिएन, जुन कति रोडहरू थियो यहाँ। अहिले यो जग्गा यहाँ बहुत डेभलप भइरहेछ र म पनि यो जग्गामा सिफ्ट भएको छु अहिले। र म तपाईँलाई अहिले कोरमाङ्ला पुगेर फेरि तपाईँलाई म भिडियोमा आउनेछु। यो चाहिँ हो होटल, यो चाहिँ गोल्डन सर्कल होटल हो। यो अहिले पनि यो भर्खरै खोलेको हो। र अहिले चाहिँ म बाटोमा सिधै लखर गरेर हिँडिरहेको छु। अहिले चाहिँ म यहाँ बस स्टेसनमा आएर यहाँ म बसको वेटिङ गरिरहेको छु। र यहाँ एक दुईजना मान्छेहरू पनि यहाँ बसको वेटिङ गरिरहेको होला। सायद यहाँ बस स्ट्यान्डमा बसेपछि सायद बसकै वेटिङ गरेको होला। अहिलेसम्म यहाँ बस आएको छैन र बसको पर्खाइमा मैले धेरै वेटिङ गरेको 5 मिनट भइसक्यो। अब फेरि हिँड्दै जान्छु म होइन यहाँबाट भनेर भन्नु मिलेन, टाढा छ ठाउँ हिँडेर भएन। हिँडेको भने त फेरि राति मात्रै पुगिन्छ, राति पुगेर फेरि रुममा फेरि कतिखेर आउनु फेरि होइन। त्यही भएर बस आउँदैछौँ म फेरि अहिले वेटिङ गर्दै गर्नु पऱ्यो। र गाइस मैले चाहिँ बस भेटिसकेँ। म चाहिँ यहाँले बसमा चढेको छु। यहाँको लोकल बस हो, यस्तो हुन्छ यो होइन। सिग्नल न गोजीमा पैसा भएर पनि यस्तो हरिबिजोग भयो। के भयो भने अब बसमा चढेको होइन, बसले चाहिँ अब चेन्जै छैन भने मैले 100 को नोट देखाइदिएको थिएँ। 100 को नि चेन्ज छैन भनेर बिच बाटोमा ल्याएर मलाई उतारिदियो है। अब 100 को मैले अब 10 रुपियाँको फेरि के चिसो खाएर चेन्ज बनाएर म फेरि बसमा चढेर जानुपर्ने हुन्छ। अब बिच बाटोमा ल्याएर उतारिदिइहाल्छ, अब नउतार भन्नु मिलेन होइन। अनि उसले पनि बिचरा चेन्ज त खोज्यो गोजी हेरेर, तर उसको नि गोजीमा चेन्ज छैन रहेछ। अनि भन भाइ त उत्रियो अहिले, अब चेन्ज छैन भने के गर्नु भनेर अनि फेरि म अहिले उत्रेर हिँड्दै जाँदैछु अर्को बस स्ट्यान्डसम्म। त्यहाँ गएर चिसो खाएर चेन्ज बनाएर अनि फेरि बस चढ्नुपर्छ होला। अब कहाँ गरौँ चेन्ज? यहाँ त रक्सी दोकान पो रहेछ। रक्सी दोकानमा अब गएर चेन्ज माग्दा अब हुँदैन, फेरि यहाँ रक्सी किन्नुपर्छ। फेरि अब रक्सी अब खाइँदैन है। अब अलिक अगाडि गएर हेर्नु पर्यो चेन्ज छ कि छैन। अब अलिक अगाडि गएर चिसो किनेर खाएर अनि हल्का चेन्ज बनाएर। बेङ्गलोरमा चाहिँ के छ भने बेङ्गलोरमा होइन जहीँ पनि अहिले के छ भने यो डिजिटल पैसाको कारणले मान्छेहरूले आजकल पैसा बोक्न छाडे क्या। जसले पनि मोबाइल देखायो यसो फोटो खिच्यो पैसा हालिदियो, त्यही छ। आफूसँग फेरि आजै फेरि नेट खत्तम भएको है। बिहान चला गरेर नेट खत्तम भएपछि मैले मेरो युपिआईहरू मैले युज गर्न सकिनँ। अनि त्यही भएर नचलेपछि यो हालत भयो। त्यसैले हिँड्दाखेरि चाहिँ चेन्ज लिएर हिँड्नुपर्छ है, नत्र भने चाहिँ विदेशको कुराहरू कहिलेकाहीँ मोबाइलले नेटले काम नगर्न सक्छ। त्यही भएर जति नै हुनुहुन्छ चेन्ज चाहिँ लिएर हिँड्न जरुरी छ, नत्र भने चाहिँ फेरि सुली खाम्ने अलिबासो हुन्छ नि फेरि। यो चाहिँ अहिले म ठ्याक्कै आइपुगेँ। अहिले मलाई आधी बाटो ल्याएर म चढेको थिएँ कर्णालीबाट। कर्णालीको भाइ काई कर्णालीमा ल्याएर मलाई यहाँ रोकिदियो। अब म जाँदैछु काई कर्णालीको दाजु सिग्नलमा। अनि अहिले चाहिँ म काहीँ म बेकरी गएर हल्का चिसो खाएर म फेरि निस्किन्छु। बेकरी फेरि देखिरहेको छैन हतारमा मान्छेहरूलाई। फेरि हतारमा चाहिँ अब हुँदैन केही पनि। अब यो पान दोकानमा नि चेन्ज छैन भने चाहिँ मलाई थाहा छ त्यहाँ फस्ने कुरा। मैले चाहिँ अहिले दोकानमा गएर पानीको बोतल किनेर 10 रुपियाँको पानी बोतल किनेर खाइहालेँ होइन। गर्मी पनि भइरहेको तिर्खानी लागिरहेको थियो। त्यहाँ पनि फेरि चिल्लरी छैन भैया फोन पे गरिदियो भन्यो है। अब मसँग फेरि फोन पे गर्न पैसा पनि थिएन नि त होइन।
तर धन्य एउटा सुन्दर केटी रहेछ र त्यसले चाहिँ मलाई त राम्रो हेन्डसम देखेर होला त्यसले अझै मुसुक हाँसेर त्यसले फेरि चिल्लेर निकालेर दिए होइन त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु म भन्न त आई लभ यु भन्न मन थियो तर त्यसको बाउ त्यहीँ छेउमा भएर फेरि भन्न सकेन अब मसँग चिल्लर भयो म बिन्दाससँगले मैले भनेको ठाउँमा म पुग्ने भएँ त्यही भएर फेरि म अर्को बस स्ट्यान्डमा आएर म बस कुरिरहेको छु अब बस चढेर आएपछि फेरि म चढेर जानेछु र यो चाहिँ यहाँको बस स्ट्यान्ड हो फेरि बेङ्गलोरको फेरि बस स्ट्यान्ड अचम्म हुन्छ फेरि अब बेङ्गलोर भन्नेमा पुरा सफा चटक्क हुन्छ भने छैन क्या त्यस्तो कचराहरू हुन्छ है अब के भन्नु अब यो कचरा उठाउने पनि कचरा त उठाएर आएको छ मेरो पछाडि कचरा उठाउनेले उठाएर आएको छ तर यिनीहरू नै बिचरा उठाएर घर पाउँदैन जहिले पनि किनभने अब बेङ्गलोरमा थोरै मान्छे भएको हुन्छ अब अहिले उठाएर लान्छ फेरि एकछिनमा ल्याएर कसले फालिदिइहाल्छ फेरि कसले फालिदिइहाल्छ होइन अनि त्यही भएर बिचरा पनि काम गर्नु गर्नको तर अब जति गरेर परा चाहिँ के जति बाहिरै भने जति अब जति गरे पनि अब यस्तै हो क्या यहाँ चाहिँ